नमस्कार मन्त्रीज्यू, कस्तो रह्यो यो अब सरकारको 100 दिन पुरा भयो? सरकारको 100 दिन एकदम राम्रो भयो न। विगतका सरकारहरूको पालामा कुनै पनि काम गर्दाखेरि प्रशासनले हैन अब ब्युरोक्राट्सहरूले अथवा ऐन कानुनले रोकेर चाहिँ जनताले दुःख पाइरहेका थिए। अहिले 100वटा भन्दा पनि बढी ऐन कानुनहरू संशोधन गर्ने काम चाहिँ त्यो पनि सुरुवात भइसकेको छ। केही ऐनहरू चाहिँ अहिलेसम्म संसदबाट सदनबाट पारित पनि भइसकेको छ। कोही चाहिँ त्यो प्रोसेसमा छ। अब यसलाई चाहिँ गर्नलाई लाग्छ निकै, 1-2 वर्ष त लाग्छ। अब सबै काम एकदमै राम्रो 100% भन्ने त हुँदैन, तैपनि अब धेरै कुराहरू राम्रो सुरुवात भएको छ। यो अहिलेको भनेको राम्रो चाहिँ सुरुवात भएको छ। अब राम्रो सुरुवात केमा भयो भन्ने कुराहरूमा खास गरी यो 100 दिनमा सरकारले ठुला प्रोजेक्टहरू ठुलो एकदमै चमत्कार त गर्न सक्दैन, तर राम्रो सुरुवात गर्न सक्छ। त्यो सुरुवात भनेको चाहिँ के हो भने अब सुशासनको सुरुवात भयो। यो कुरा चाहिँ यसरी चाहिँ हामीले लिनु पर्यो। सुशासन कसरी भयो त भन्दाखेरि अब यसमा अब तपाईहरुलाई सबैलाई थाहा भएकै कुरा हो, भ्रष्टाचारीहरू को चाहिँ छानबिन भइरहेको छ। भ्रष्टाचारीहरू चाहिँ धमाधम उनीहरूलाई चाहिँ समातेर छानबिन गरिरहेको छ। सानो भ्रष्टाचारी होइन, ठुलो भ्रष्टाचारी, ठुलो माछा भन्छ नि, ठुलो माछाहरू चाहिँ अब जालमा पर्दैछन् हैन। त्यो चाहिँ एकदमै राम्रो कुरा हो, किनभने भ्रष्टाचारले गर्दा नै यो सङ्घीय यो गणतन्त्रको चाहिँ यो व्यवस्थाको चाहिँ बेइज्जत गरेको हो। मानिसहरू, आम जनता चाहिँ अब सरकारसँग यो व्यवस्थासँग वाक्क दिक्क हुने कारण नै मुख्य कुरा चाहिँ भ्रष्टाचारले गर्दाखेरि भएको हो। र त्यो भ्रष्टाचारीहरूलाई अब जुन कारवाही गर्ने, भ्रष्टाचारीहरूको छानबिन गर्ने भन्ने जुन कुरा छ त्यो चाहिँ एकदम राम्रो सुरुवात हो। जस्तो अब सुकुम्बासीहरूको लागि चाहिँ लाल पूर्जा वितरण गर्ने यो असार महिनादेखि नै वितरण गर्ने भनेको छ। अब सुकुम्बासी त नेपालभरि नै छन्। अब नेपालभरिका सुकुम्बासीहरूलाई छानबिन गरेर, सुकुम्बासी भन्दैमा त्यत्तिकै चाहिँ फटाहरू पनि यहाँ सुकुम्बासीको रूपमा चाहिँ फटाहरूले चाहिँ सुकुम्बासीहरूको के अरे उस गरिरहेछन्, बेइज्जत गरिरहेको छन्, फाइदा लुटिरहेको छन्। त्यस्ता किसिमले अब सुकुम्बासीहरूलाई छानबिन गरेर एकदमै सही सुकुम्बासीलाई चाहिँ जुन लाल पूर्जाहरू दिने, वितरण गर्ने र तिनीहरूको व्यवस्थापन गर्ने कामको चाहिँ सुरुवात चाहिँ राम्रो भएको छ। अब सहकारीको लागि जुन छ, सहकारी पीडितहरूको लागि चाहिँ अब उनीहरूलाई त्यो थोरै मात्रामा भए पनि राहत दिनको लागि यो उनीहरूको डुबेको जुन धन छ, पैसा छ, त्यो चाहिँ वितरण गर्ने काम पनि सुरु भएको छ।